हामी हरेक दिन गाईको दूध पिउँछौं, तर कहिल्यै सोच्नु भएको छ यो दूध गाईको पेटमा कसरी बन्छ र यो हाम्रो लागि किन यति स्वस्थ छ? हेरौं, दूध वास्तवमा गाईको पेटमा बन्दैन, बरु यो एक जैविक कारखानामा बन्छ जसलाई म्यामेरी ग्ल्यान्ड्स भनिन्छ, अर्थात् कल्चौडाभित्र रहेका विशेष तन्तुहरूमा। वास्तवमा गाईले जे पनि खान्छ, जस्तै घाँस, पराल वा अन्न, त्यो पहिले उसको 4वटा भाग भएको पेटमा पच्छ। गाईको पेट एउटा मात्र नभई 4वटा कक्ष भएको हुन्छ: रुमेन, रेटिकुलम, ओमासम र अबोमासम। यहाँ सूक्ष्म जीवहरूले घाँसलाई टुक्राउँछन् र पोषक तत्त्वहरूमा बदल्छन्। अब असली चमत्कार सुरु हुन्छ। यी पोषक तत्त्वहरू रगतको माध्यमबाट म्यामेरी ग्ल्यान्ड्ससम्म पुग्छन्। त्यहाँ रहेका विशेष कोषहरू, जसलाई एल्भियोलर सेल्स भनिन्छ, रगतबाट प्रोटिन, चिल्लो पदार्थ, चिनी र खनिजहरू लिएर तिनलाई मिलाउँछन् र त्यही दूध बन्दछ। दूध कुनै साधारण तरल पदार्थ होइन, यो पूर्ण रूपमा तयार पारिएको एउटा जैविक सूत्र हो। यसमा केसिन प्रोटिन हुन्छ जसले मांसपेशीको विकासमा मद्दत गर्छ, ऊर्जाको लागि ल्याक्टोज हुन्छ, हड्डी बलियो बनाउन, क्याल्सियम र रोग प्रतिरोधात्मक क्षमता बढाउन इम्युनोग्लोबुलिन हुन्छ। यसको मतलब दूध केवल पोषण मात्र होइन, यो एउटा नवजात बाच्छाको लागि सर्भाइभल किट जस्तै हो। अब विकासवादी दृष्टिकोणबाट सुनौ। करिब 20 करोड वर्ष पहिले जब पहिलो स्तनधारी प्राणीहरू आए, उनीहरूले आफ्ना बच्चाहरूलाई अण्डाबाट होइन, बरु जीवित जन्म दिन सुरु गरे। तर जीवित जन्मपछि बच्चाहरू धेरै कमजोर हुन्थे। त्यसैले विकासक्रमले दूध उत्सर्जन प्रणालीको विकास गर्यो। जुन स्तनधारीले राम्रो दूध बनाउन सके, उनीहरूका बच्चाहरू धेरै बाँचे र बिस्तारै यो प्रणाली झन उत्कृष्ट हुँदै गयो। आजका दुधालु गाईहरू त हजारौं वर्षको छनौट प्रजननको परिणाम हुन्। मानिसहरूले धेरै दूध दिने गाईहरूलाई रोजे र पुस्तासम्म उनीहरूको प्रजनन गराए। तर सबैभन्दा अचम्मको कुरा के हो भने दूध वास्तवमा रगतबाट बन्छ। यसको रंग सेतो छ, तर कच्चा पदार्थ रगत नै हो। अर्थात् दूधको हरेक गिलास एउटा जटिल जैविक कारखानाको अन्तिम उत्पादन हो। त्यसैले अर्को पटक जब तपाईँ दूध पिउनुहुन्छ, याद राख्नुहोस्, तपाईँ केवल एक पेय पदार्थ मात्र होइन, प्रकृतिको करोडौं वर्ष पुरानो बायोटेक्नोलोजी पिउँदै हुनुहुन्छ।